नमस्कार साथीहरु, आजको भिडियोमा मैले लिएर आएको छु फाइनान्शियल रुल्सको बारेमा। हजुरहरूले सुन्नुभएको होला 50 30 20 रुलको बारेमा या 100 - x भन्ने रुलको बारेमा चाहिँ हजुरहरूले सुन्नुभएको होला। आजको भिडियोमा चाहिँ मैले यही रुलहरुको बारेमा चाहिँ मैले विस्तृत रूपमा चाहिँ सम्झाउने कोसिस गर्छु। भिडियोलाई लास्टसम्म हेर्दिनु होला। सुरुमा जाम 50 30 20 रुलको बारेमा। यो रुल भनेको कस्तो भन्दाखेरि चाहिँ एउटा फिक्स हजुरको स्यालेरी आउने ठाउँ छ या हजुरको फिक्स स्यालेरी आइरहन्छ भने चाहिँ त्यो बेलामा चाहिँ कस्तो भन्छ भन्दा चाहिँ 50% चाहिँ हजुरको चाहिँ जहिले पनि एक्सपेन्सेस हजुरको डेली लाइफ एक्सपेन्सेसको लागि चाहिँ हजुरको लाइफ मेन्टेन गर्नको लागि जति एक्सपेन्सेस लाउँछ त्यो एक्सपेन्सेस चाहिँ 50% भित्र राख्ने। जस्तै हजुरको रेन्ट हुन्छ, जस्तै हजुरको ग्रोसरीमा खर्च हुन्छ या हजुरको जति नै हाम्रो चाहिँ रुम या आफूमा खर्च हुन्छ त्यो कुरालाई चाहिँ हामीले 50% भित्र राख्ने। 30% भनेको कस्तो हुन्छ भन्दा चाहिँ यो चाहिँ हाम्रो वान्ट्समा जान पर्ने हुन्छ। जस्तै हाम्रो चाहिँ केही इच्छा छ, मलाई चाहिँ मोबाइल लिन इच्छा छ, ल्यापटप लिन इच्छा छ, या नभए मलाई ट्राभल गर्ने इच्छा छ, नभए कतै मलाई चाहिँ हैन गएर क्याफेमा चाहिँ मलाई केही एउटा फ्यान्सी केही खान मन छ या केही कुरा गर्न मन छ या कपडै किन्न मन छ भने चाहिँ यो कुरा हाम्रो जम्मै चाहिँ वान्ट भित्र परेको हुन्छ। यो वान्टलाई चाहिँ हामीले जहिले पनि 30% भित्र हामीले राख्न पर्ने हुन्छ। जस्तै हजुरले चाहिँ हैन वान्टलाई चाहिँ किन यसलाई चाहिँ 30% मा राख्नुपर्छ भन्छ। म चाहिँ एकदम ठुलो हजुरको स्यालेरी लाइक करोडमै छ या लाखमै छ भने पनि या हजारमै छ भने पनि मैले चाहिँ जहिले पनि यसलाई 30% मै राख्नु भन्छु। यो यसको बारेमा आउँदा फेरि यसैमा चाहिँ पछाडी फेरि मैले जोडेर एक्जाम्पल दिँदाखेरि मैले भन्ने छु। र 20% अर्को हुन्छ 20%। यो भनेको जहिले पनि हजुरको चाहिँ यसलाई चाहिँ हजुरले सेभ या फ्युचरको लागि चाहिँ हजुरले इन्भेस्ट गर्नतिर हजुरले डाइभर्ट गर्नुपर्ने हुन्छ। लाइक हजुरले एउटा एक्जाम्पल लिएर कुरा गरौँ, नेपालमा चाहिँ गभर्नमेन्ट जब हुनेहरुको लागि या एउटा स्टेबल इन्कम आउने ठाउँमा चाहिँ म्याक्सिमम ठाउँमा चाहिँ 30,000 को एउटा स्यालेरी चाहिँ देखिएको हुन्छ। लाइक हजुरको एउटा हजुरले खरिदारमा या नासुमा या अरु बैंकिङ सेक्टरमै खानु भएको छ भने चाहिँ म्याक्सिमम एउटा रेन्ज भनेको चाहिँ 30,000 चाहिँ एउटा मैले माने। र त्यही 30,000 लाई चाहिँ मैले लिएर चाहिँ एक्जाम्पल दिने कोसिस गर्छु। 30,000 हजुरको यदि स्यालेरी छ भने चाहिँ त्यो बेलामा हजुरको 15,000 भित्र चाहिँ हजुरको रेन्ट भयो, ग्रोसरी भयो, यो खर्चहरु चाहिँ जुन हजुरको डेली लाइफमा हुन्छ यो खर्चहरुलाई चाहिँ हजुरले जहिले पनि 15,000 भित्र मतलब 50% मा चाहिँ हजुरले राख्न पर्ने हुन्छ। लाइक नेपालको बसाइमा चाहिँ 15,000 मा चाहिँ एउटा मात्र ज्यानको हिसाबले कुरा गर्ने भने चाहिँ एउटा मेन्टेन गर्न चाहिँ सकिन्छ यसलाई चाहिँ लाइफलाई। यसमा कुरा गर्न पर्दा हामीले जहिले पनि वान्टलाई राख्न पर्ने हुन्छ 30% मा। मतलब हजुरले 30,000 कमाउनुहुन्छ भने चाहिँ 9,000 रुपैयाँ चाहिँ हजुरले जहिले पनि वान्टमा राख्न पर्ने हुन्छ। यसमा हालाकि नेपालमा ठुलै ग्याजेटहरु केही किनौँ या बाइकै किनौँ भने चाहिँ मिल्दैन। यो बेलामा चाहिँ हजुरले के गर्न पर्ने हुन्छ, थोरै महिना चाहिँ सेभ गर्ने, डाउन पेमेन्ट गर्ने र इएमआई मा अचल चाहिँ लिने अप्सनहरु धेरै नै आएको छ। त्यसैले चाहिँ हजुरले यदि हजुरले चाहिँ केही कुरा लिन खोज्नुहुन्छ भने चाहिँ लाइफ नै चाहिँ हजुर जिउन नि पर्यो हैन, कमाएर जोगाएर या हाम्रो खर्चलाई मात्रै बाँडेर त हुँदैन। त्यो अवस्थामा चाहिँ हजुरले के गर्न पर्ने हुन्छ, 30% बराबरीमा चाहिँ हजुरको इएमआई पर्ने तरिकाले हजुरले खर्च गर्न सक्नुहुन्छ। र बाँकी रहेको 20% मिन्स 30,000 को 20% भनेको 6,000 जति चाहिँ हजुरले चाहिँ इन्भेस्ट गर्नतिर ध्यान दिनुपर्ने हुन्छ। र सुरुमा चाहिँ इन्भेस्ट गर्नभन्दा पहिला हजुरले ध्यान दिनुपर्ने भनेको मैले चाहिँ एउटा रुलमा आफैले या फाइनान्शियल टर्ममा पनि भनिएको छ 3 6 12 भन्ने चाहिँ हुन्छ। या त हजुरले 3 मन्थको या त 12 मन्थको या त हजुरले 6 मन्थको चाहिँ हजुरले बराबरीको हजुरको एक्सपेन्स बराबरीको चाहिँ त्यति चाहिँ हजुरले इमर्जेन्सी फन्ड भन्ने चाहिँ छुटाउनु पर्ने हुन्छ। त्यो 20% रको हजुरले इन्भेस्ट गर्न भने जुन रको मैले अघि नै भने 6,000 रुपैयाँ 30,000 को स्यालेरीमा चाहिँ 6,000 रुपैयाँ हजुरको रहन्छ सेभ इन्भेस्ट गर्नलाई भने त्यो पैसालाई सुरुमै इन्भेस्ट नगरेर जहिले पनि इमर्जेन्सी फन्डको लागि चाहिँ हजुरले छुटाउनु पर्ने हुन्छ। भोलिआन इमर्जेन्सी भनेकै यस्तो हो कि भोलिआन जे पनि पर्न सक्छ, लाइक एक्सिडेन्ट पर्यो नभए हजुरले चाहिँ केही हतारहतारमा केही काम गर्न पर्यो भने चाहिँ त्यो बेलामा हजुरसँग इमिडिएट क्याश आओस् भनेर चाहिँ इमिडिएटली क्याश आओस् भनेर चाहिँ त्यो बेलामा हजुरले चाहिँ इन्भेस्ट गर्न पर्ने हुन्छ एउटा यस्तो ठाउँमा जहाँ हजुरको हाइली लिक्विडेट हुन्छ। र नेपालको अवस्थामा अहिलेसम्म लिक्विड फन्डहरु पनि छैन। यो अवस्थामा चाहिँ हजुरले कि त एफडी गर्न सक्नुहुन्छ, अदरवाइज हजुरले सेभिङ अकाउन्टमै राख्न सक्नुहुन्छ। मान्छेलाई दिने गल्ती चाहिँ नगर्नु होला, किन भन्दा इमर्जेन्सी फन्ड भनेको यो चीज हो जसलाई चाहिँ हजुरको मानव आज एक्सिडेन्ट पर्यो भने चाहिँ हजुरले 15-20 मिनेटमा हजुरलाई पैसा चाहिने हुन्छ। त्यो बेलामा म्याक्सिमम सेफ ठाउँ भनेको सेभिङ अकाउन्ट, त्यो पछिको हजुरको बेस्ट सेफ ठाउँ भनेको चाहिँ एफडी मा रहन्छ। यसैले चाहिँ एफडी या त सेभिङमा राखेर चाहिँ हजुरले मिनिमम 3 मन्थ अदरवाइज 6 to 12 मन्थ चाहिँ हजुरले इमर्जेन्सी फन्डको लागि चाहिँ छुटाउन सक्नुहुन्छ। फर एक्जाम्पल एउटा गभर्नमेन्ट इम्प्लोइले चाहिँ लाइक अघि नै मैले एक्जाम्पल दिएको थिएँ 30,000 इन्कम हुनेले चाहिँ 15,000 चाहिँ उसको एक्सपेन्सेस भित्र यतिमा चाहिँ पार्न पर्छ भने चाहिँ 15,000 उसको एक्सपेन्सेस मन्थली हुन जान्छ। र 15,000 into 6 मन्थ मैले चाहिँ एक्जाम्पल दिएँ 6 मन्थको। 6 मन्थ हालाकि एकदम एभरेज लाग्छ मलाई चाहिँ हैन, एभरेजमा चाहिँ त्यति लाग्छ भने चाहिँ त्यो बेलामा 6 मन्थको चाहिँ उले 15,000 into 6 गरेर चाहिँ हाम्रो जति आउँछ त्यति पैसा चाहिँ उले इमर्जेन्सी फन्डको लागि चाहिँ छुटाउनु पर्ने हुन्छ। त्यति हजुरको 6,000 गरेर जहिलेसम्म त्यो पैसा पुग्दैन तबसम्म चाहिँ उले छुट्याएर त्यो इमर्जेन्सी फन्ड गराएर चाहिँ राख्न पर्ने हुन्छ, ताकि भोलि हैन इमर्जेन्सी परेको बेलामा उले इन्भेस्ट गर्नको लागि हैन उ स्टक किनेको हुन्छ या म्युचुअल फन्ड किनेको हुन्छ, त्यो बेलामा उले त्यो तोड्न नपरोस्। भोलि हैन एक्सिडेन्ट पर्यो भने म्युचुअल फन्ड तोड्न जानुभयो भने न त हजुरको ग्रोथ हुन्छ
न त हजुरको चाहिँ त्यो बेलामा बजार क्रास भएको अवस्थामा हजुरले सस्तोमा पनि बेचेर आउनुपर्ने हुन्छ, न त हजुरले चाहिँ राम्रोसँग इन्भेस्ट नै गर्न सक्नुहुन्छ, फ्युचरमा अलिक गाह्रो पर्न सक्छ। त्यही भएर चाहिँ हजुरले 6 या 12 मन्थको चाहिँ मैले चाहिँ 3 मन्थ भन्दा चाहिँ 6 या 12 मन्थको चाहिँ हजुरले एक्सपेन्सेस राख्नु भन्छु मैले चाहिँ। किनकि हजुरले जब गर्न लागेपछि हजुरको लाइक प्यारेन्टमाथि नै अलिकति नेपालको अवस्थामा दायित्वहरू बढ्छ नै, प्यारेन्टलाई पनि घरिघरि के चाहिन्छ, घरिघरि उहाँलाई पनि इमर्जेन्सी परेर पैसा माग्ने ठाउँ भनेको एउटा मात्रै छोरा हो भने त अझै गाह्रो पर्छ। त्यो बेलामा चाहिँ हजुरले इमर्जेन्सी फन्ड चाहिँ मिनिमम पनि 6 मन्थको चाहिँ राख्नु होला। त्यसपछि आउने भनेको चाहिँ म इन्भेस्टिङमा बल्ल, त्यसपछि हजुरले सुरुमा चाहिँ हजुरले आएको इन्कमलाई डिभाइड गरेर चाहिँ हजुरले खर्च गर्ने र सेभ गर्ने पैसा छुट्टै छुट्याएर राख्ने, र त्यो सेभ गर्नको लागि या इन्भेस्ट गर्नको लागि छुट्याएको पैसालाई चाहिँ सुरुमा हजुरले इमर्जेन्सी फन्डलाई बिल्ड गर्ने, र त्यसपछि भनेको बल्ल हजुर रियल इक्विटीमा या गोल्डमा चाहिँ हजुरहरू आएर इन्भेस्ट गर्न सक्नुहुन्छ। र यसको लागि पनि एउटा रुल छ, त्यो भनेको चाहिँ 100 - X भन्ने एउटा रुल छ। यो भनेको कस्तो भन्दा चाहिँ लेट्स सी हजुरको उमेर हो 25 वर्ष भने चाहिँ के हुन्छ, 100 - X भनेको ठाउँमा चाहिँ हजुरले कति वर्षको हुनुहुन्छ त्यो चाहिँ राखिदिनुहुन्छ। लेट्स सी मैले अघि नै एक्जाम्पल दिएँ 25 इयर्सको भने चाहिँ हजुरले 25 100 - 25 भनेको 75% हुन्छ, या 75 भनेको चाहिँ हजुरले 75% चाहिँ जहिले पनि इक्विटीमा इन्भेस्ट गर्नुपर्ने हुन्छ। किन, हजुर 25 वर्षको हुनुहुन्छ भने चाहिँ हजुर यङ हुनुहुन्छ, अझै पनि हजुरको रिटायरमेन्ट भनेको त 40 45 50मा बल्ल रिटायरमेन्ट लिनुहुन्छ भने चाहिँ हजुरले त्यो यत्रो लामो समय हजुरले इन्भेस्ट गर्नुहुन्छ भने 75% जहिले पनि इक्विटीमा इन्भेस्ट गर्नु होला। किनकि इक्विटी भनेको यस्तो ठाउँ हो जहाँ हाई भोलेटाइल हुन्छ, ठुलो रिस्कको साथ चाहिँ ठुलो रिटर्न पनि आउन सक्छ भन्ने एउटा एक्सपेक्टेसनको साथ चाहिँ हामी यसमा इक्विटीमा जाने गरिन्छ। यसैले चाहिँ 75% चाहिँ हजुरहरूले इक्विटीमा इन्भेस्ट गर्न सक्नुहुन्छ। बाँकी रहेको रिमेनिङ चाहिँ 25% या त डेप्टमा या त भनेको हजुरले गोल्डमा, जुन भनेको अलिकति भोलेटाइल चाहिँ अलिकति कम भएको एसेटहरूमा चाहिँ हजुरले लगानी गर्नुपर्ने हुन्छ। लेट्स सी हजुरहरू मैले एउटा एक्जाम्पल दिएँ, भर्खरै लोकसभा जागिर खानुहुन्छ भने 22 इयर्सकै हुनुहुन्छ भने चाहिँ त्यो बेलामा 100 - 20 भनेको 80% भयो। 80% हजुरले इक्विटीमा इन्भेस्ट गर्नु होला, जहाँ चाहिँ हजुर डाइरेक्ट स्टक हजुरको ज्ञान छ भने चाहिँ डाइरेक्ट स्टकमा पनि जान सक्नुहुन्छ, अदरवाइज हजुरले चाहिँ म्युचुअल फन्डमा लगानी गर्न सक्नुहुन्छ। म्युचुअल फन्ड भनेको चाहिँ एउटा डाइभर्सिफाई फन्ड हुन्छ, या एउटा चाहिँ होइन त्यो फन्डमा चाहिँ हजुरले लगानी गर्नुहुन्छ भने एउटा मात्र स्टकमा नगएर चाहिँ हजुरले होल बजारमै गर्नुहुन्छ। त्यसले गर्दा हजुरको रिस्क पनि अलिकति बाँडेर आएको हुन्छ। एउटा स्टकमा मात्रै गर्नुहुन्छ भने त्यो कम्पनी डुब्यो या त्यो कम्पनी ब्याङ्क्रप्ट भयो, त्यो अवस्थामा चाहिँ हजुरलाई अति नै घाटा पनि हुनसक्छ, र त्यो कम्पनी यति नै राम्रो निस्क्यो भने चाहिँ त्यो बेलामा हजुरलाई अति नै फाइदा पनि हुनसक्छ। यसरी चाहिँ एउटा मात्रै स्टकमा जाँदाखेरि चाहिँ थोरै रिस्क चाहिँ बढेर जान्छ, र हजुरले यदि ज्ञान छ भने चाहिँ स्टकमा जानु, अदरवाइज चाहिँ हजुर चाहिँ म्युचुअल फन्डमा जान सक्नुहुन्छ। एउटा राम्रो फन्ड म्यानेजर को छ, एक्सपेन्सिभ के छ, हजुरले चाहिँ यो कुराहरूलाई चाहिँ हेरेर चाहिँ अघिल्लो भिडियोमा पनि मैले भनेको थिएँ म्युचुअल फन्ड कसरी सेलेक्ट गर्ने जस्तो कुराहरू चाहिँ त्यो भिडियोलाई पनि हेरेर चाहिँ हजुरले डिसाइड गर्न सक्नुहुन्छ कसरी चाहिँ हजुरले इन्भेस्ट गर्ने। र एउटा रुल आफैले बनाएको, इन्भेस्टिङ मैले चाहिँ 2 वर्षदेखि गर्न लागेको, यसरी चाहिँ मैले आफैले चाहिँ अलिकति सोचेर चाहिँ बनाएको एउटा रुल छ 20% भन्ने। यो चाहिँ मैले कस्तो गर्छु भन्दा अघि नै मैले भनिसकेँ, मेरो पोर्टफोलियोमा चाहिँ मैले थोरै मैले चाहिँ गोल्ड पनि राखेको छु, थोरै चाहिँ मैले इक्विटी पनि राखेको छु। मेरो आफ्नो हिसाबले चाहिँ म अहिले 25 इयर्सको भने चाहिँ मैले चाहिँ के गर्छु, 75% चाहिँ मेरो डेप्टमा छ, र थोरै चाहिँ मैले गोल्डमा पनि इन्भेस्ट गरेको छु। अब मैले चाहिँ यसमाथि पनि मैले चाहिँ के गर्छु भन्दा 20% जति मेरो पोर्टफोलियो मिनिमम लेट्स सी आज 1 लाखको छ भने चाहिँ 1 लाखको चाहिँ 20% भनेको 20,000 भयो। 20,000 जति चाहिँ मैले अपर्च्युनिटी मनी भनेर चाहिँ राखेको हुन्छु अलग नै। यसलाई चाहिँ हजुरहरूले थोरै ग्रोइङ मार्केटमै राखिदिनु होला, एफडीमा राखिदिनु होला, अदरवाइज हजुरको लिक्विड फन्ड भोलि अनि फ्युचरमा आउँछ भने लिक्विड फन्डमा राख्न सक्नुहुन्छ, अदरवाइज हजुरले गोल्डमै पनि यसलाई चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ, ताकि भोलि बिहान क्रास हुँदाखेरि चाहिँ यो पैसाले हजुरको अपर्च्युनिटी भनेकै त्यही हो। भोलि बिहान केही चाहिँ अपर्च्युनिटी भेट्टाइयो कुनै ठाउँमा चाहिँ हजुर लगानी गर्ने जस्तो मौका देख्नुभयो भने चाहिँ त्यो बेलामा लगानी गर्न सकियोस् भनेर चाहिँ यसको लागि चाहिँ मैले 20% छुट्याउँछु। यो कति बेला मैले इन्भेस्ट गर्छु भन्नुहुन्छ भने चाहिँ आज भोलि चाहिँ एकदम मार्केट चाहिँ भोलेटाइल नै छ, घरि 2800 घरि होइन 2600 आउँछ, घरि चाहिँ 3000 को आसपास पनि पिएको थियो बिचमा। त्यो बेलामा चाहिँ मैले कतै पनि इन्भेस्ट गर्दिनँ। यसलाई चाहिँ मैले के गर्छु, अल टाइम हाइएस्ट कुन छ हाम्रो चाहिँ 32,000 छ होला, 3200 छ होला अहिले चाहिँ। त्यसबाट चाहिँ मैले 20% जब क्रास हुन्छ त्यसको 20% भनेको लगभग 2550 छ अहिले चाहिँ। त्यो लेभलमा जब आउँछ मैले त्यसबाट 50% चाहिँ इन्भेस्ट गरिदिन्छु। लेट्स सी मेरो चाहिँ अहिले 1 लाख रुपियाँको मेरो पोर्टफोलियो छ, आज बजार क्रास भयो 2550मा पुग्यो भने चाहिँ मेरो यानेबिसी त मैले त्यति तुलना गर्दिनँ, मैले हालाकि बजारसितै मैले डाइरेक्ट तुलना गर्छु। यसरी चाहिँ मेरो यदि बजार चाहिँ आज अल टाइम हाइस्टबाट चाहिँ 20% तल जान्छ भने चाहिँ त्यो बेलामा मैले के गर्छु, 10,000 रुपिज या 8,000 रुपिज चाहिँ मैले
इन्भेस्ट गरिदिन्छु। जतिको एनएबी छ एनएबीलाई मैले धेरै अघि नै पनि भनिसकेँ, मैले त्यो हेर्दिनँ। बजारलाई हेरेर चाहिँ मैले त्यति यदि 20% गिरेको अवस्थामा चाहिँ बाँकी रहेको 8 या 10,000 रुपियाँ चाहिँ मैले लगइन गरिदिन्छु। र त्यहाँबाट पछि नि फेरि 5% घट्छ भने चाहिँ त्यो बेलामा मैले 25 ओभरअल घटेको बेलामा चाहिँ त्यति बेला रिमेनिङ बाँकी रहेको सबै पैसा चाहिँ मैले हालिदिन्छु। र त्योभन्दा तल यदि 30,000 या 35,000 या 40,000 गिरो भने चाहिँ त्यो अवस्थामा चाहिँ मैले जताबाट हुन्छ या त लोनको रूपमा या त हजुरको साथीबाट चाहिँ हामीले सापटी मागेर चाहिँ होइन विदाउट इन्ट्रेस्टको रूपमा चाहिँ मैले चाहिँ जति पैसा पाउँछु त्यति चाहिँ मैले इन्भेस्ट गर्छु नै। हालाकि नेपालको बजारमा या लामो समयमा हेर्ने भने चाहिँ 50 to 60%, 50% क्रास पनि देखिएको छ, तर एकदम न्यून रूपमा देखिएको छ। र अपर्च्युनिटी मनीलाई चाहिँ अझै पनि यसलाई डाइभर्सिफाई गरेर चाहिँ हजुरले होइन 3टा ठाउँमा हजुरले डिभाइड गर्न सक्नुहुन्छ। लाइक मैले अघि नै भने जस्तो 20%मा घट्दाखेरि चाहिँ हजुरले 5 to 6,000 इन्भेस्ट गर्ने, त्यसरी चाहिँ हजुरले डिभाइड गर्न सक्नुहुन्छ। 30% चाहिँ हजुरले डिभाइड गरेर चाहिँ राख्न सक्नुहुन्छ। यसरी चाहिँ मैले भन्छु कि अपर्च्युनिटी मनी चाहिँ राखिराख्नु होला, किनभने चाहिँ यसले चाहिँ भोलि बजार डाउन जाँदा या क्रास जाँदाखेरि चाहिँ यसलाई इन्भेस्ट गरेर चाहिँ हजुरले राम्रो रिटर्न चाहिँ भोलि होइन 12को हजुरले एक्सपेक्टेसन राख्नु भएको छ भने चाहिँ 13, 14, 15सम्म पनि हजुरले चाहिँ रहन सक्नुहुन्छ यसलाई चाहिँ रिटर्नको रूपमा। सो यो रुललाई चाहिँ हजुरले फलो गरेर चाहिँ भोलि इन्भेस्टिङ या त हजुरले एक्सपेन्सेसहरूलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ सायद आजको रुलले चाहिँ थोरै भए पनि बुझायो होला। हजुरले यसलाई फलो गर्न सक्नुहुन्छ। फेरि आउँदो भिडियोमा नयाँ टपिकको साथ नयाँ भिडियो लिएर आउने छु। तबसम्मको लागि बाइ बाइ।